हान्ने जे हाने पनि हानुन् गोल हान्न मन लाग्छ नि हान्छन् माथि बोतलबाट झारामा छन् झार्छन् दुईटा छन् ल गर छिटो नाच्यो झुकेर जित्या हो हामी लास्ट टाइम झुकेर जितेको अब हेर्छु आई चियावाली के गरे कि अनि लिपस्टिक यहाँ हो अरे अरे डर लाग्दैन अझ तपाईँलाई चियावाली तिमीलाई अप्ठ्यारो लाग्दैन सजिलो नि फन्डी मिलाएर खेल्नु मेरो बुढाको नाम त हो नि यहाँ सकिला केही भन्नु छ भोटिनी म केही बोले भगवान म अब हामी त सुते नि हुन्छ काम छैन यु वान्ट समथिङ से समथिङ हा एकजनाले भन्थे कि भगवान छन् भने हाम्रो पनि दिन होला मेरो आएछ क्या हो आमामा चियावाली के बिदियो नि मस्के कि त अनि आम्मामा आई लभ यु पनि ओठको छेउमा लर हौ ओए गजब बेइज्जती है यु चाहिँ यता यता आई अनि यो पानको पात भइहाल्यो ओठ अनि यु ए अरे भोटिनी के भइरहेछ यहाँ यार अब हामी आँखा बन्द गरेर सुते नि हुन्छ काम छैन किन यहाँ बन्द गर्ने म त यत्रो ठुल्ठुलाले हेर्छु रमी त हेर्न पाइएन मेला जान पाइएन ए रमाइलो हेर्न पाइए कसम भाउजूलाई फोन गरिदिउँ कि क्या हो अर्को जेठी भाउजूलाई भाउजू यहाँ के हुँदैछ भनेर जेठी भाउजू रे बिच्चा त्यस्ता नलले बसाइ मैले पनिसमेन्ट गर्नु रबिन लेख्दै गर्नुहुन्छ तपाईँ पनि लेख्नु छिटो लो अरे के लेखेको रबिन लेख्न आँटेको नि अरे यही देख्न बाँकी थियो छिटो कोही कोही मान्छेले कुनाबाट हेरेर होला भोटिनी भोटिनी यसो हान होला सुन न भोटिनी ओए अँ मैले सुने कता कता लुकी लुकी फेकाउँदै हेर्छन् रे पनि सुन्छु थाहा भएन मलाई त डलेर मरेर होला यार ल तपाईँको पालो ए आलु बिग्रे जस्तो बिग्रेको आलु जस्तो कस्तो राम्रो लेखेको छ आई लभ यु लेख्नु भनेको पानको पात बनाएको यत्रो आलु बिग्रेको जस्तो दुईटा जुम्ली आलु जस्तो दाना जस्तो बनायो अरे ओ यहाँनिर के यो सानो मेरो नाम सरिता हो नि त सरिता सरिता हो नि त मेरो नाम गजब बेइज्जती आई लभ यु रुबिन मेरो बुढा हे प्रभु ये क्या हुआ मुआ। हे प्रभु ये क्या भोटिनी अब केही भन्नु छ त भोटिनी काँडा उम्रे होला रोबिनको सकिन म किन बाजे हे प्रभु ये क्या हुआ केही बोलिन